Good morning, guys. What's up? Good morning. अहिलेको बजेको छ बिहानको 6. उठ कति बज्यो? 6 बजिसक्यो कि उठ्छ उठ 6 बजे हो कि उठ ल उठ भन जस्तो ल 6 बजे है चाहिँ हामी आज चाहिँ छिटै निस्किनु पऱ्यो नि त छिटै निस्किनु पऱ्यो अनि त्यही भएर चाहिँ 6 बजे चाहिँ अलार्म लाग्यो टङ 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 बजिहाल्यो नि फेरि सुत्यो उठ ल छिटो उठ छिटो पठाइदिनु नहरि हुन्छ अहिले। हेलो पानी हामी पानी खाइदिनु छ हट वाटर साउन्ड बढाउ न कपिराइट हो साउन्ड बढाउ न बाहिर कस्तो भइरहेछ फेरि त्यस्तो भइसकिरहेछ मर्निङ वे बिहान बिहान यस्तो होला अरे हिजो हामीले कफी सफी खाएको यो कफी टी अब चाहिँ हामी खासा जान लाग्यो कहाँ खाजा ब्रेकफास्ट मैले त्यही सम्झेको को खासा भनिसकेपछि अहिले यति राख्ने के भएर स्याट एकदम खेल्नु गयो ब्रेकफास्ट खाँदैछौँ हो एकछिनमा चाहिँ निस्किनुपर्छ खाएर झ्यापझुप ढिलो भइसक्यो देखेन ब्रेकफास्ट खाएर आइसक्रिम अब चाहिँ यसो रेडी हुन्छ होइन त्यसै भएर हामी जान्छौँ
अब प्याक गरेर निस्किनु भने हुन्छ अब रेडी हुनु भयो अब त रेडी हुन्छ झेपझेप होइन त्यसपछि लाग्नुपर्छ स्याट यस्तो गरेर नि One hour later. हिँड्दा हिँड्दै पानी पर्यो होइन अनि आउटफिट चेक अब चाहिँ रेनकोट लगाएर चाहिँ म चाहिँ यसो घर पसेर जान त्यो भएर चाहिँ म चाहिँ लगाइदिएँ अहिले चाहिँ हामी मिलनचोकबाट फेरि तल आएको छौँ होइन साथी चिसो घर गएर आउँछ भनेर अनि पानी पऱ्यो रेनकोट लाग्छु होइन रेनकोट लगाएर बस्यो सँगसँगै पानी पऱ्यो हामी हिँडेको चाहिँ रिसोर्टबाट हिँडेको चाहिँ हामी कति बजीतिर अराउन्ड 8 बजीतिर हिँडेको होला अहिले 8:30 जति भयो होला होइन बिस्तारै आयो पानी सानी परेपछि बाटोमा रेनकोट लगायो बिस्तारै यहाँबाट जानुपर्छ अब बाटो धेरै खिच्न मिलेन होइन बाइक चलाउनु भइसक्यो सट्टा जलसलो बोकेर सट्टा जानु पर्छ अब एकैचोटि उतै भेट्ने आइसरसँग केही बिचमा बाटोमा क्लिप छ भने म हाल्छु त्यो चाहिँ त्यहाँ रिसोर्टमा निस्किएर चाहिँ अलिकति हतार हतार भयो पानी सानी अलिअलि थोप परेको र हतार छिटो निस्क्यौँ भन्दाखेरि अलिक क्लिप बनाएन त्योसँग छ भने चाहिँ मागिहाल्छु म र ठ्याक्कै यो चाहिँ माथि घान्द्रुक जाने उता जाने लोकेसन हो अनि हामी चाहिँ यताबाट तल लाग्छौँ अब यताबाट हामी नयाँ पुल आइसक्यौँ अब यहाँ नयाँ पुलबाट तल गएर अनि हामी लाग्छ ल हामी चाहिँ अहिले बिरेठाँटी आयौँ होइन अब बिरेठाँटीबाट यता चाहिँ पुनिल कता हो यताबाट हो खास पुनिल जाने होइन तर हामी चाहिँ माथि बनठाँटीसम्म नै बाइकमा जाने कुरा छ अनि त्यही भएर चाहिँ अब यहाँबाट हामी यताबाट लाग्छौँ ल बाटो चाहिँ यस्तो खत्तम रहेछ यार है अब हामी त बाइकमा आइहाल्यो के गर्नु कस्तो देख सुजित कस्तो देख बबाल अफरोडिङ होइन लिली अहिले चाहिँ हामी यो ठ्याक्क कहाँ भन्यो बाटोमा ठ्याक्क बिचमा छौँ अनि उता चाहिँ उर्लेरी भन्ने डाँडो थियो होइन उर्लेरी भन्ने डाँडो धेरै एकछिन वेस्ट होइन बाटो त यो बाटो उद्या गाउँ बाटो त लास्टै अफरोड यस्तै अनि अलिअलि घाम लागिरहेको छ अनि त्यसपछि अलिअलि घाम लागेको छ अनि अब ठुलो सानो पानी पनि पऱ्यो क्या असिना हो हिउँ हो कि हिउँ पनि चान्स पनि अलिअलि देखिन्छ होइन थुप्रो थुप्रो पानी त पऱ्यो रेनकोट चाहिँ मैले फुकाले भर्खरै तर फेरि लाउनु पर्ला जस्तो लाउँछु एकछिनमा होइन त्यो के भन्न चाहन्छु बहुत मजा आइरहेको छ अब कतिमा पुग्ने थाहा छैन अनि खाना खाएर हामी फेरि हामी सुरु गर्नुपर्ने हुन्छ हामी चाहिँ 130 भन्ने ठाउँमा गएर बाइक पनि लिएर छौँ बाइक लिएर छौँ अनि खाना पनि त्यही खाएर अनि त्यसपछि चाहिँ बाँकी भेरी डिफिकल्ट रोड होइन साह्रो भइरहेको के गर्नु गाह्रो छ हजुर गाह्रो छ बाटो अफरोड छ टाउको ब्रेक हाम्रो ब्रेक आधी घन्टा लाग्छ अरे A few moments later. हामी चाहिँ भर्खरै अहिले त 11 बजे होइन भर्खरै 11 बजे 11:30 भइसक्यो रहेछ खाना अन्डमा आयौँ हामी भर्खरै बाइकहरू आइसक्यौँ त्यो त अनि अब यहाँबाट चाहिँ खानासाना खाएर एकछिन रेस्ट गरेर यहाँबाट चाहिँ हिँड्नुपर्छ साथीहरू त्यहाँ बस्यो खानासाना बन्दैछ भित्र अनि अब यहाँ खानासाना खाएर अनि यो चाहिँ बनठाँटी भन्ने ठाउँ
ठाउँमा लाली गुराँस पनि फुले रहेछ। हरायो अघि नै बाटो भेटेको पनि भएको दुईचोटि, यही बाटो भेट्यो अनि चिचाको फेरि हरायो, फेरि यहाँ बाटो भेट्यो अनि भत्कै जान्यो हिउँ पऱ्यो फेरि बरु पानी त्यस्तो बोलाउँदैन।